हेलो एभ्रिवान, नमस्कार अनि हजुरहरूले सबैजनालाई वेलकम छ मेरो फर्स्ट मर्निङ ब्लगमा। र साथीहरू, मेरो बिहानीको सुरुवात चाहिँ यसरी गोठबाट राम्रो भ्यूहरू देखाउँदै सुरु भएको छ। अनि साथीहरू, म चाहिँ आज देखाउन जाँदैछु र मलाई चाहिँ यसरी मिनी ब्लग बनाउन एकदमै मन लाग्छ र मैले त्यही भएर आज जानी नजानी सानो भिडियो गराउँदैछु। सबैजनाले माया र सपोर्ट गरिदिनु होला। अनि साथीहरू, म चाहिँ यहाँ हाम्रो बारीहरूको एकदमै राम्रो सुन्दर भ्यूहरू देखाउँदैछ र हल्का हल्का पानी पर्दैछ, चिसो मौसम। अनि साथीहरू, यहाँ चाहिँ मैले यो आँपमा प्लास्टिक किन राख्नु भन्दा बाँदरले खान्छ, त्यही भएर म दौडिँदैछु। अलिअलि पानी परेर म देखाउँदैछु। र साथीहरू, यो चाहिँ हाम्रो पुरानो घर हो, मूल घर। र यो घरमा चाहिँ मेरो बाजे बजे अङ्कल आन्टीहरू बस्नुहुन्छ र यहाँ चाहिँ मेरो बाजे बजेलाई म देखाउँदैछु। अनि मेरो अङ्कल चाहिँ विदेश हुनुहुन्छ र आन्टी चाहिँ माइत जानुभयो र बाजे बजेले यहाँ काम गर्दै हुनुहुन्छ र म पनि बाजे बजेको साथमा। र यति नै साथीहरू,